गाइस त आज मेरो मिनी ब्लगको डे 3 अनि आज म उठिसकेको छु छिटै किनभने आज मेरो कोचिङ छ। सो फ्रेस भएर कोचिङ जानुपर्छ। ब्लग लास्टसम्म हेरिदिनु होला। म फ्रेस भएर रेडी भइसकेँ, अब हिँडेको कोचिङ। सो बाई। अब कोचिङबाट आएपछि भेट्छु। अब भोक पनि लागेको छ, अब खाना खानुपर्छ। दिदीले खाना पकाएर राख्यो होला। यो मेरो भान्जा छ, अनि भान्जा ठीक छ एकदम ठिक छ नि। अनि यो मेरो भान्जी, मेरो क्युट भान्जी हैन। स्कुल जाँदा रेडी भइसके। यहाँ मेरो ब्याग छ, ब्याग। अब म स्कुलतिर गएको पढ्न। अब बेलुका एकैचोटि 5 बजीतिर छुट्टी हुन्छ, अनि फेरि भेट होला। अहिलेको लागि यति नै। अब स्कुल गएको। सो बाई। अब यो ब्लग चाहिँ बेलुका पोस्ट हुन्छ। सो सबैजना लाइक गरिदिनु है। लाइक अनि कमेन्ट के मिस्टेक हुँदैछ ब्लगमा, एडिटिङमा, कि साउन्ड प्रब्लम केही यस्तो छ भने कमेन्ट गरिदिनु होला होइन। अनि तपाईँहरू यो ब्लग कस्तो लाग्छ त्यो पनि भन्नु होला। अनि के कस्तो कन्टेन्ट म बनाऊँ, केही च्यालेन्जहरू छ भने त्यो पनि भन्नु होला कमेन्टमा। म ट्राई गर्छु गर्ने। अनि जसले च्यालेन्ज दिनुहुन्छ उहाँहरूलाई पनि मेन्सन गर्छु। सो प्लिज दिनु होला च्यालेन्ज, ट्राई गर्छु म गर्ने। अनि बाई। अहिलेको लागि यति नै। स्कुल गएको ढिलो भइसक्यो। सो बाई बाई गाइज।